त्यो भिडियो बनाइछ है हाम्रो लागि त गोडा यार के हो टुटमा मुंह से सुपारी निकाल के बात कर रहे बाबा ठीक है तो सुधर जाओ, सुन लो मेरी बात, ठीक है? थोड़े मैनर सीख लो, एथिकेट सीख लो, तमीज सीख लो और अपना काम धंधा ढूंढो कोई, ठीक है? ये क्या है? हेलो नमस्ते सबैलाई स्वागत छ यो नयाँ भिडियोमा। म चाहिँ युनिटी लामा अनि हामी गइरहेछौँ खेल्न आज म्याच द वेट भन्ने गेम। हामीसँग छ मेरा भाइहरू। सो हामीसँग चाहिँ गेम खेल्न लागि छ मेवा के हुन्छ यसले नासपति स्याउ है। सो अब हामी चाहिँ छौँ 6 जना। हाम्रो चाहिँ अब दुईटा ग्रुप बन्दैछ, यता 3 जना हामी 3 जना। ठिक हुन्छ? सो अनि जसले जित्ने छ त्यो टिमले पाउँछ पैसा कति भन्ने चाहिँ त्यो लास्टमा थाहा हुन्छ है होइन। अनि यसमा चाहिँ के गर्नु भन्दाखेरि 3 जना लिएर एउटा फल काट्यो होइन, त्यो त्यसको जति फरक हुन्छ नि त्यो मेरो काट्यो अरे अब 5-10 ग्राम फरक भयो अरे, त्यो पनि यहाँ भयो होइन। त्यो मैले काट्यो अरे, त्यो मलाई काटेर 7 फरक भयो भने हामीले जित्यो गाइजी होइन। त्यसरी 3 राउन्ड बेस्ट अफ 3 भनौँ न, बेस्ट अफ 3 को म्याच ल। रेडी खोल्दा अगाडि डराइसक्यो। अब हामी दुईटा टिमबाट को सुरुमा जाने भने चाहिँ सिजर पेपर गर्ने है। तिमीहरूबाट को गर्ने? हाम्रोबाट सुन्दै ल कति एकमै हान्दै 1 कि 3 बेस्ट अफ 3 ल एकमै गर्नु हैन है ल। सिजर पेपर हैन रक पेपर सिजर गर्दै के ल रक पेपर सिजर सु यसले ढिलो गर्ने ओइ म्याच सो हामी कुन गाडी सुरुमा अनि यसो गरौँ न भाइ यसलाई होइन दुईटा चाहिँ मलाई छु म होइन। यसको हाफको तिमीले यसको हाफको हामी ल बुझ्यो? दाइले चक्कु चलाएको देखेर तरिसक्यो गोन्डा ल। इजी छ होइन। कुन लिने तिमीहरू? जुनले नि एउटा वेटको हुन्छ त लास्टमा एउटा वेट त हुन्छ नि। मेरो समाचार राख्छ त त्यो भिडियो बनाइछ है सड़ी के अब तो शायद बोल दे भोसड़ी के। यसलाई खासले बराबर वेट निकाल्ने हो क्या हामीले खास। त्यता नि अनि कति फरक हुन्छ त्यो ग्राम भर्छ तिम्रो यसमा कति ग्राम फरक हो त्यो कसले जित्यो? जस्तो नजिक हुन्छ नि त्यो सेम वेटसँग हो त्यसले चाहिँ जित्छ क्या बुझ्यो? नजिक हुन्छ नि त्यो सेम वेटसँग हो त्यसले चाहिँ जित्छ क्या बुझ्यो? जसरी काट्यो वेट बराबर हो। ल बराबर ठिक छ भाइ हेर त ठिक छ अलि धेरै जस्तो कहाँ थियो ल हान्नु न काट्नु न हो काट्नु धेरैको डिफरेन्स आउँदैन थोरैको आउँछ थोरैकै आउँछ भन्दा संसार के हो कि इजी गर्ने हैन। अहिले काट्यो क्या त्यो ल तर हेर्दिसक्यो जोक्दिनु है त हेर हेर कति 922 छ यता चाहिँ नबढाउनु मैले चाहिँ मैले अर्कोले देखाइदिनु यहाँबाट देखाउ यो देखाउ कति फरक हो 10 30 हाम्रो पालीमा चाहिँ 30 को डिफरेन्स आछ है गाइजहरु। यो भाइहरुको हेरौ है भाइहरुको बाङ्गो काट्यो गोन्डाको हात फ्रम स्टोले तिनटै ओए फोन लाइन जाऊ फ्रम स्टोले तिनटै ओए फोन लाइन जाऊ काट्यो यार काट्यो सिधा सिधा काटेर जोड्नु अति यो बाक्लो छ यार त्यसै लाग्यो भयो यो छ 9 को फरक छी
यो चाहिँ 90 को फरक है अझै ल राउन्ड आउँदैछ तुमसे ना हो पाएगा। अर्को राउन्ड हुन्छ कति फरक हो 90 को 90 90 फरक हुन्छ यो राउन्ड कसको भयो हाम्रो भयो हैन बुझे कोन्डा बुझेर ल ठिक छ है सो फर्स्ट राउन्ड चाहिँ हामी इजी जितिसकेको छ सेकेन्ड राउन्डमा चाहिँ यिनीहरू फर्स्टमा जानेछ अनि हामी चाहिँ सेकेन्डमा है सो तिमीहरू फर्स्ट राउन्डमा जाने अब सेकेन्डमा जानुलाई चाहिँ अप्सन चुज गर ल कुन चाहिँ एप्पल एप्पल ल ल को गाड्ने ल ए हाती नकाले ओले छिनिक्क काट्यो बवाल गाड्छ त अनै भएको छैन होला मिसिन अन भएको छ 102 105 3 को जम्मा 3 को जम्मा 3 को यहाँ मेरोमा अलि ठुलो सामान भएर हो कि अलि त्यो दाइ कम्प्युटर त अलिक धेरै नै रहेछ सो अब तिनीहरू पछि चाहिँ अब हाम्रो डिभिजन एप्पल टनाएको छ हामीले चाहिँ कति निकाल्नु पर्यो 1 कि त 2 निकाल्नु पर्यो हैन 3 निकाल्दा ड्र भयो आन्दान बिचवान रेडी स्केल ल्याइदिनु कि हाते भाङ्गो त खोइ दिइरहेको छ नि हैन त्यो हेभी हुन्छ नि अलिकति त्यो त ठिक छ सर्टै हान्नु आइ त्यहाँबाट हेल्प गर्दा मलाई उहाँबाट सर्टै हान्नु उहाँ च्याट टान्नु सिधै अलि धेरै दौडा ठुलो हाई छिन छैन ल ल यो पर हेभी ल दाइ ल ल्याउ 94 81 13 को फरक 13 को ल ल जेबल हो अब फाइनल राउन्ड सेकेन्ड राउन्ड अब ल फाइनल राउन्ड साच्चै फाइनल राउन्ड सिधै जायो भर्सेस म अनि फाइनल राउन्डमा यसमा तिमीहरूले पाएछ ल ठिक छ अब यो फाइनलमा चाहिँ हाम्रो चाहिँ व्हाइट एप्पल नासपति सिधा टक्क मिलाइदियो है हो ठिक छ ठिक छ अनि भेटा एक साइडबाट ठुलो हो त हाल्यो ल हाल्यो चिप्सले काँडा हेभी हुन्छ नि बेसी नगरेको भाइ डरो न डरो रहेछ होइन भाइ यार यो यता हेभी होइन होइन त त्यतापट्टि हेर्छ ए हुँदैन ठिक छ राखिन्छ हामी गयो यार यताको हेभी कसरी टिमवर्क हो क्या यो त्यसैले त टिम छुट्टा हो टिमवर्कमा चाहिँ अन्त गाड्यो नि त निकाल्न मिल्दैन नि भाइ एक ट्र्याक हुनु हान्देला हान्देला बड ठुलो भयो अनि बिचरा उनीहरुको कति दिन्छ हेरौँ न ल ल यो त टु पुग्छ क्या हो टु पुग्यो अनि भयो 179 के छ त 22 हैन 22 नट ब्याड ठिकै छ ल ल ल बाङ्गो भयो ल आत्यो बिग्र ए हामीले जित्यो भाइलाई पैसा दिन्छ होला 175 कतिको 14 हामी जित्यो हामी जित्यो इजी होइन 162 पछि म बस्नु पछि म बस्नु इजी होइन सो अब हाम्रो बेस्ट अफ 3 को म्याचमा चाहिँ 2 राउन्ड चाहिँ हामीले जितिसकेको छ के छ ल त्यसपछि अब आफ्नो हामीसँग एउटा गेम छ अहिलेको लागि भोलि कलेज जान गाडी भाडा क्या त्यसैले भन्दा हात दिन एक 300 भाडा ल भिडियोबाट स्क्रिनसट म राख्छु ल सो यति भन्दै हाम्रो भिडियो यहाँ सकिएको छ लाइक दिस भिडियो लाइक सब्स्क्राइब गर्नु होला सब्स्क्राइब